आज चाहिँ हामी यहाँ टक्क लाएर एउटा स्नोम्यान बनाउनु लाग्दैछौँ होइन। यस्तो डेन्जर हिउँ छ कि यति बाक्लो छ यहाँनिर, तपाईँहरू आफै हेर्नु होइन। कहाँ गएन रात एक बित्ताभन्दा नि माथि छ कि यत्रो बाक्लो जमाएको छ क्या। यहाँ भर्याङको सिडी पनि यस्तो छ, स्टेप स्टेप भर्याङ पनि लगभग यस्तो सम्म नै हुनु खोजिसक्यो। यस्तो छ हाम्रो यो ठाउँमा चाहिँ अलिक घाम लाग्दैन राम्रोसँग होइन। तर हामी चाहन्छौँ कि हाम्रो स्नोम्यान चाहिँ हाम्रो घर यो भयो, हाम्रो स्नोम्यान चाहिँ हाम्रो अगाडि नै होस् यहाँनिर। त्यसैले हामी यहाँ बनाउँछौँ आज स्नोम्यान। मेरो सेनामेनाहरू भित्र छन्, आउँदैछ होइन आरामले सेनामेनाहरू। टक्क यहाँनिर एउटा स्नोम्यानलाई यस्तो रङ्गालो मारेर यस्तो तरिकाले होस् हान्दै हुर्किनुपर्छ हो। ल सुरु गरौँ। हाम्रो स्नोम्यानको तयारी हुँदैछ नरेशद्वारा होइन। राजेश दाई ल अब हामी यहाँ टक्क लाएर स्नोम्यान बनाउँदैछौँ हामी 3 दाजुभाइ मिलेर। मलाई अडाउनु पाएदेखि त हुन्थ्यो कि दाइ है, टक्क यहाँ अडाउँदा हुन्छ कि हुँदैन हेरौँ है। आउँदैन आउँछ पज गरेर पहिला स्टार्ट त गराउनु हो। हालिदिउँ दाइ। फाइनल सेपतिर पुगिसकेका छौँ। यहाँ आँखा म चाहिँ मुख हालिदिन्छु है, हुन्छ कि हुन्न? ल हुन्छ दाइ। धेरै उता हो कहाँ हाल भन त यहाँ उता होइन यहाँ अझै अझै उसो भए त अनि यो पनि यता होइन। ठिक छ ठिक छ त्यो ठिक छ त्यो ठिक छ। छड्के हुन्छ नि त अलिकति तल त्यहाँ हो। ल दामी बनाइदियो दाइले मुख। ल गाइब चाहिँ नहोस् भित्र। वाउ अब यसलाई आँखा र के अरे हात हालिदिउँ न दुइटा सिन्का। अब है यस्तो वालो त्यहाँनिर देखाएको छ कि मैले याद आयो ल। एकैछिन है श्रीमान। त्यही त यस्तो वाला कि यस्तो हातको वाला जस्तो टाइपको कि अलि लामो चाहिने होला। त्यही माथिको दाइ ओ दाइ त्यो माथिको त्यही नै नै हो यो वाला। हो यस्तो चाहियो दाइ। हो त्यो दुइटै भयो नि हुन्छ। यहाँ 3टा आउँला थियो त्यसमा 2टा आउँला हुन्छ। धेरै लामो नपर्ने अनि त्यसपछि क्वाच्च गर्ने अनि सेल्फी हान्दिने। अरू अरू के छ? अरू सक्यो। नाक पनि चाहियो नि त। नाक नाकका गाजर हाल्नु पायो हुन्थ्यो है। यहाँ त सकिन गाजर सकिँदैन हेभी चिज। नाक क्वाच्च घोदिदिने नाक त्यसमा डन्डाले पनि बन्छ। यत्रो गोदिन ल ठ्याक्क सेन्टरमा पायो भने हो। ओहो ल दामी गरिदिउँ त। ल एउटा माथि एउटा तल गरिदिउँ यसरी। हुन्छ ल यस्तो गरिदिउँ। हुन्छ ल ल ल छिटो छिराउनु यार यहाँ चिसोले हात जमिसक्यो। सट्टै घुसाइदियो ल हेर्नु ल सिधा हेर्नु ल। ल कहाँ यहाँ गद्यो खस्दैन के। ल भयो ल भयो ल ल ए ल यसरी
फाइनल यसले त हक गर्नु खोजिरहेको छ मलाई दाइ मेरो नि एउटा हक ओए ओए डिस हो क्या हो दाइ ल फुल मेहनत चाहिँ हाम्रो दाइको सबभन्दा मेहनत चाहिँ सीमान्त भाइको पर्यो र हामीलाई यो कार्यक्रममा जोसाउन हाम्रो सीमान्त भाइ हुनुहुन्छ र उहाँ सधैँ हँसिलो मिजासिलो र सधैँ गुड फ्रेन्ड हुनुहुन्छ वा ल हाम्रो उयो स्नोम्यानलाई जाडो भएछ होइन नरेशले चाहिँ सम्मान गरिदिँदैछ नरेशले सिङ्गल गरेर टक्कै एक राउन्ड घुमाइदेऊ न मात्र हल्का एकदम हो आरामले हो त्यसरी हो ल त्यसलाई उतापट्टिबाट झारिदियो उतापट्टि अर्को हातपट्टि पुऱ्याइदियो नि त्यसलाई चाहिँ उयोलाई चाहिँ के यतापट्टि के हो त्यसरी के फेरि घाँटी टाउको झर्ला नि भुइँमा फेरि वाउ ल हो आहा बबाल ल ल अब सेल्फी ल तिमी पनि त्यहाँ उभियो ल म टक्क भिडियो हान्छु एउटा सेल्फी या यो सेल्फी हान्ने भिडियो नै हो दाइ को देखाएको छैन खोइ स्नोम्यान पनि छ कि क्या हो खोइ ल अब चाहिँ झन् धेरै नै बबालै जाडो लागेन होइन टोपी पनि लगाइदिइसक्यो छ हामीले हाम्रो वरिपरिको भ्युज चाहिँ यस्तो छ अहिले होइन यस्तो चारैतिर हरियाली होइन आकाशबाट झरेको हरियो ल यहाँ फोटोग्राफी हाम्रो साथीहरूको वाह आमा भुइँमै बस्दै नरेश त यार यति बित्ति खुसी भुइँमा बस्दिएको चाके चिसो हुने गरेर एकछिन चाक जमोस् होइन पले बन्द पनि भएको छैन पले बन्द पनि भएको छैन नर्मल हँसाइ ल नर्मल यस पारा हेर्नु यसको पारा प्र्याङ्क दिउँ जस्तो ओए जुम्बो भयो यार के हो हात कामिरहेको छ भिडियो पनि हल्लिरहेको जस्तो लाग्यो जुम भयो यार जुम खिच्ने हात थिराएर क्या यो यस्तो च्याप्ने मात्रै त यो यस्तो के ए ल यसलाई थिच्ने मात्रै ल बस न रे यस आफू हेर त फाइनली सोचेको सक्सेस भयो हाम्रो दाजुभाइ सिमन बाबु नरेश कहाँबाट भनेदेखि होइन त्यहाँबाट छड्के देखिँदो रहेछ अब यसलाई घुमाउनु तिमीले यो भिडियो एडिट गर्छौ नि होइन यो साफ गर्दै यो बेलचाले यो अनि बेलचा नि हटाइदेऊ बेलचा मिलाएर चाहिँ फोटोमा बेलचा आउनु भएन पुरो खुट्टा जम्मे छेड्छ के यहाँदेखि ल फोटो हान ल यो पन्जा खोलौँ क्या होइन फोटोमा त अनि एउटा पन्जा लगाएर अनि अरू पन्जा खोलेर त्यो भने अलिकति हिरो त आउनुपर्छ नि बस्छ ल क्या हरि यस्तो वाला के यस्तो वाला पन्जा खोल्छ ल यता साइडमा बसेर पन्जा खोल्छ जस्तै बस्दिउँ त यतातिर बस एकदम कडक ल
यो आछ नि गाइज यति दामी फोटो सीमान्तको खुट्टा चाहिँ लुकाउनु थियो यस्तै गरिदिउँ हाइट फोटो त यता हाम्रो क्यामेराम्यान क्यामेरा क्यामेरा चाहिँ फेरि देखाउँछ फेरि क्या फोटो है ये बसेर एकचोटि पुरो बसेर जस्तो हामीले बसेको थियो नि पुरा चिसो हुन्छ कि केही हो न एकछिन त हो सिनो के आज त चाक सबैको चिसो बनाउने हो ये ल आजको हाम्रो रमाइलो यत्तिकैमा टुङ्ग्यो हाम्रो घाम पनि वहाँ पुगिसक्यो ओके बाई बाई